ठाउँ छ हरियाली हावा खाना हो। यहाँ चाहिँ सिडी छ, यो सिडीबाट यता चाहिँ दामी सरा घाँस छ। अर्को फुल पनि छ। यस्तो दामी हरियाली छ कि आमा घाँसहरू पनि यस्तो दामी भइरह। यता पनि छ सरा घाँस। यो चाहिँ खै के भन्छ, त्यो साग पनि खान्छ के अरे। यता पनि यस्तो दामी ठाउँ छ। अब एकछिन खानासाना खाएर फेरि लागौँ है त हरियाली ठाउँतिर। हरियाली ठाउँ हेर्दै जाऊँ। यस्तो दामी ठाउँ छ कि त्यो घाँस मजाले खान्छ। सरा घाँस टन्नै छ यहाँदेखि तलसम्म। उता चाहिँ बाटो भइहाल्यो, रोड बाटो। यस्तो आनन्द। यता चाहिँ पलाइरह भर्खरै सरर लाएर। यता हरियाली छ। यो चाहिँ सिडी। यहाँदेखि उकालो हिँड्दै हो हामी। यस्तो हरियाली दामी ठाउँ। हावा पनि सरर आइरह मजाले। हावा चिसो सरर आइरह। हरियाली ठाउँ छ। अब अलिकति ब्रेक टाइममा हो। यहाँ चाहिँ यस्तो मजाले पलाइरह कि टन्नै छ। यो सरा घाँस पलाइरह। यता पनि मजाले पलाइरह सरा घाँसहरू। अब यस्तोमा त बाख्राहरू गाईहरू यस्तो मजाले चर्छ नि। घाँस यस्तो मजाले पलाछ आजभोलि। हरियाली भइरह एकदम। ठाउँ पनि दामी छ, हरियाली ठाउँ। क्या दामी ठाउँ। ओहो एकदम हरियाली। यहाँ चाहिँ आँपको बोट पनि छ। यहाँ चाहिँ रुख कटहर फल्या रहेछ र मजाले। यहाँ तल चाहिँ गाडीहरू हिँड्छ। यो रुख कटहर मजाले फलिरह। रुख कटहर अलिक कस्तो नदेख्ने रहेछ, अलिक सानो रहेछ। फलिरह फल्नु चाहिँ मजाले। यहाँ यस्तो दामी ठाउँ छ। ओहो यो सिडीबाट आएको, यो सिडीबाट उकालो चढ्दै आएको स्यास्या भइसक्यो सास बढेर उकालो हिँडेर। क्या दामी। यो चाहिँ सालको पातहरू झरेर सुकिरह मजाले। ओहो यहाँ पनि आँपको बोट छ दामी। अब यहाँनिर आइपुग्यौँ हामी। चाहिँ मन्दिर छ दामी मन्दिर। यता पनि छ मन्दिर दामी। नहर्नु मलाई, दामी मन्दिर छ कि। ओहो शुभ लाभ एकदम दामी मन्दिर छ। यहाँ चाहिँ चट्ट लगाएर। अनि यता अर्को पनि सानो छ। यहाँ चाहिँ मजाले घाँसहरू पलाइरह सरर पारेर। यस्तो दामी ठाउँ, हरियाली ठाउँ। आँपसाप पनि मजाले पाकेर झरेर आएको। मान्छेहरूले खाएको रहेछ। अब अलिकति माथि जाऊँ हामी। अलिकति माथितिर जाऊँ यसो घुम्दै।
ओहो घाँस घाँस सरा घाँस चाहिँ पानीको पाइप छ। माथितिर जाने बाटो यही त होला सायद। त मन्दिरहरू छ दामी शिवजीको मन्दिर। यस्तो हरियाली ठाउँ दामी शिवजीको मन्दिर एकदम दामी छ हेर्न सक्नुहुन्छ। र यतातिर चाहिँ घाँसहरू छ।